सम्म भएन, किनभने त्यो विषयमा उकालत गर्ने संस्था नै खास रूपमा स्थापित हुन सकेन। त्यो कुरा के हो भन्दाखेरि आज 29 वटा डान्स ट्रेनिङ सेन्टरहरू पोखरामा सञ्चालनमा छ। योभन्दा केही चाहिँ तपाईँको महिना अगाडि हामीले पोखरामा नृत्य प्रशिक्षण एसोसिएसन गठन गर्ने भनेर हामीले एउटा भेला गराएका थियौँ। त्यो भेलाबाट एउटा खालको एजेन्डा बन्दैछ, अहिले अवधारणा बन्दैछ। आज गम्भीर दाई यहीँ हुनुहुन्छ, धनबहादुर दाई यहीँ हुनुहुन्छ, हामीभन्दा कयौँ सिनियर डान्स टिचरहरू यहाँनिर हुनुहुन्छ। एउटा नृत्य सिकाएको होइन, एउटा एकल छुट्टै होला, युगल छुट्टै होला, सामूहिक छुट्टै होला, अथवा त्यो विषयगत हिसाबले छुट्टै होला, एउटा नृत्य सिकाएको दाईहरूतिर गयो भने कति लिनुहुन्छ? 5,000 भन्यो भने त्यो मान्छे त्यहाँनिर जाँदैन। किन जाँदैन भन्दाखेरि उसलाई टिपेर कुनै अर्को व्यक्तिलाई समाज घरमा टिपेर ल्याएर त्यहाँ 1500-2000 डान्स सिकेर आएको हुन्छ। त्यो कसले हेर्ने? कुन निकायले हेर्ने? त्यो कुनै डान्स सेन्टरहरूले 1000 रुपियाँ दिएर ट्रेनिङ दिइरहेको छ भने कुनै डान्स सेन्टरहरू 3000-4000 लिएर डान्स सिकाइरहेको छ। यो भिन्नता कसरी भयो? यो हेर्ने निकायको, यसमा छलफल गर्ने कसले? त्यसकारणले गर्दा पेसागत रूपमा लागिरहने कलाकारहरू यो ठाउँमा टिक्न नसकेका कारण यही प्रविधिको कारणले गर्दा, यही विकृतिको कारणले गर्दाखेरि त्यस्तो खालको कुराहरूलाई कन्ट्रोलिङ गर्नका लागि हाम्रो यो संस्था स्थापना भएको होइन। लोकनृत्य सङ्घको बारेमा म त तपाईँलाई के भन्छु भने पोखरामा 2-4 वटा डान्स स्कुलमा सिकाउँदैमा, एउटा ट्रेनिङ सेन्टर खोल्दैमा त्यसलाई मात्र टिचर मान्ने होइन। गाउँ गाउँमा हाम्रो चाहिँ तपाईँको गुरुबा गुरुआमा, भजन, रोइला, चुर्का, घाटो, सुरक्षित कति चाहिँ तपाईँको हाम्रो विज्ञान हुन्छ। त्यस्ता व्यक्तिहरूलाई यो संस्थाको संरक्षक अथवा सल्लाहकार कुनै ठाउँमा चाहिँ हामीले राख्नुपर्ने हुन्छ। हामी त संख्या बढाउनलाई जसलाई पनि राख्दैन हुँदैन। त्यसकारणले गर्दा यस्तो खालको धेरै कुराहरू क्राइटेरियाभित्र तपाईँले चाहिँ राख्नुपर्ने हुन्छ। त्यसकारणले गर्दाखेरि म आज यहाँ तपाईँहरूको बिचमा यति 2 शब्दमा राख्नै पर्छ भनेर आएको र मलाई थाहा थियो तपाईँहरूको बिचमा के भइरहेको छ, भएको के हो भनेर। त्यसकारणले गर्दा मैले अघि सुरुवातमा भने अध्यक्ष र सचिवको मात्र यो संस्था होइन र तपाईँले जुन ढङ्गबाट फेरि राजीनामा दिने, राजीनामा लिने कुराहरू गरिरहनु भएको छ नि, तपाईँले कति बुझेर गरिरहनु भएको छ? कुनै पनि संस्थामा अध्यक्षले राजीनामा संरक्षकलाई दिन्छ, निर्वाचन मण्डल त्यो बेलामा को थियो? संरक्षकलाई दिनुपर्ने होइन, अध्यक्षलाई दिनुपर्ने होइन? कुन विधि र प्रक्रियाबाट तपाईँले यो कार्यक्रम गरिरहनु भएको छ? त्यसकारणले गर्दा तपाईँले अब जे गर्नुहुन्छ बुझेर गर्नुहोस्। बाहिर खबरदारी गर्ने मान्छेहरू पनि छ भनेर तपाईँले यति कुरा याद गर्नु होला। त्यसकारणले गर्दा लोकनृत्य सङ्घ पहिला लोकनृत्य सङ्घ थियो, त्यो बेलामा पछि लोकनृत्य कलाकार सङ्घ बनायो, त्यसमा कुनै आपत्ति छैन। तर जुन ढङ्गबाट हामीले अपेक्षा गरेको थियो यो संस्था, त्यो ढङ्गबाट अगाडि बढ्न सकेन र त्यसको प्रतिफल आज पुनर्गठनको रूपमा परिणत भएको छ। त्यसकारणले गर्दा साथीहरू, दाइहरू, सिनियरहरू हुनुहुन्छ, सबैलाई मान्छु म होइन। तपाईँहरूले आफूलाई जे मन लाग्यो, जस्तो गर्न मन लाग्यो त्यसरी पनि हुँदैन। यदि गएर आज यो समस्यालाई निर्मूल गर्न र टुङ्ग्याउनुपर्छ भन्ने लाग्छ भने कम्तीमा एउटा विधि चाहिँ पुरा गर्नुहोस्। तपाईँले प्रस्तावित गरेको व्यक्तिहरू मात्रै हुनुपर्छ भन्ने हुँदैन। तपाईँले लिस्टमा जसलाई तयार गर्न ल्याउनु भएको छ सबैको साझा सहभागिता हुनुपर्छ। सबै डान्स ट्रेनिङ सेन्टर जो लोकनृत्यलाई विश्वास गर्छ, यसलाई आफ्नो धरातल भनेर अगाडि बढिरहेको छ, ती संस्थाहरूलाई पनि सम्झिनुहोस् भन्दै मेरो यो केही जिज्ञासा, केही गुनासो सहित र म अध्यक्ष, सचिवज्यू, कार्य समिति लगायत कसैलाई यो विषयमा चोट परिरहेको छ, संरक्षक, सल्लाहकार कसैलाई चोट परिरहेको छ भने क्षमा याचना गर्दै फेरि पनि यो मेरो मुखबाट निस्केको गोलीको रूपमा तपाईँको मनमा नराम्रो शङ्का गरिरहेको छ भने निकालेर फ्याँकिदिनुहोस् भन्दै म बिदा हुन्छु। जय लोकनृत्य। धन्यवाद। के अरे हाम्रो लक्ष्मण भाइले सान्दर्भिक कुराहरू चाहिँ राखेर